एभ्रिवान। आज चाहिँ मैले यो सुजीको खाजा बनाउन गइरहेको छु बाबुको लागि। मैले यसमा चाहिँ 1 कप सुजी अनि त्यसपछि हरियो केरो हालेर यसलाई चाहिँ ब्लेन्ड गरेर यस्तो बनाएको छु। अब यसमा म अलिकति लसुन अदुवाको पेस्ट राख्छु। त्यसपछि अनि यति जति दही राखेको छु। अनि यसैमा मैले यसलाई राम्रो मिक्स गर्छु दहीलाई पनि। अब हेरौँ आज यो नयाँ है, नयाँ आइटम बनाउन लागेको। बाबुले तरकारी पनि खालि केरो मात्रै खाने, यो ग्रिन पिज हो। त्यसैलाई सुजीमा हालेर ब्लेन्ड गरेर यस्तो बनाएँ। त्यसपछि यसमा मैले अलिकति नुन थोरै बिरे नुन पनि राखेको छु। स्वाद अनुसार मैले अलिकति यो चिल्ली फ्लेक्स पनि यसैमा राखेको छु है। थोरै हिङ पनि राखेको छु। अनि मिक्स गर्छु। त्यसपछि मैले चौथाइ बेकिङ सोडा राखेको छु है, तेल राखेको छैन। अनि हाफ टी स्पुन जति थोरै मात्रै बेकिङ पाउडर पनि गर्छु। मिक्स गरेर एकछिन यसलाई ढाकेर छोड्छु एकछिन। त्यतिन्जेल मैले यता अर्को खानको लागि यसमा पहिला मैले प्याज राखेँ। त्यसैमा मैले पनिर राखेको छु। मेरो बाबुलाई चाहिँ पनिर धेरै मनपर्ने, त्यही भएर मैले पनिर पनि राखेको हो। हजुरले हजुरसँग जुन सब्जी छ, जुन भेजिटेबल छ त्यही राखेर मिलाउन सकिन्छ। थोरै नुन राख्छु अनि थोरै सस पनि राखेको छु। बाबुलाई सस पनि मनपर्ने, त्यही भएर अलिकति सस राखेको। अनि थोरै चिल्ली फ्लेक्स राखेको छु, थोरै, धेरै राखेको छैन। बाबु पिरो खानुहुन्न, त्यही भएर धेरै नराखेको हो। अब यसलाई पनि मिक्स गर्छु। यसमा चाहिँ मैले स्टफिङको लागि बनाएको है। आज यो आइटम चाहिँ मैले नयाँ बनाउनु लागेको, हेरौँ कस्तो हुँदो रहेछ भनेर। ल है त कस्तो बन्छ हेर्नु अब है त एकछिनमा। योलाई तात्यो अनि मैले यसमा ब्याटर राखेको छु। यसमा चाहिँ मैले हरेको भेजिटेबलहरू यसरी राख्छु। यसरी थिचेर राख्नु होला, पुरै हुने गरी, पुरै लाग्ने गरी यसको। त्यसपछि फेरि ब्याटर राख्ने यसमाथिबाट। हल्कासँग पातलो लेयर राख्नु, अलि धेरै मोटो नराख्नु होला, फेरि राम्रो पाक्दैन भित्र है। अब चाहिँ मैले यसलाई ढाकेर एकछिन पकाउँछु। मैले राखेको छु माथि। अब यसलाई मैले राम्रोसँग भए छैन क्या अलि समय एकैछिन पकाउने। त्यसपछि यो रेडी हुन्छ। यो चाहिँ एकदमै धेरै टेस्टी हुँदो रहेछ है। मैले पनि फर्स्ट टाइम बनाएको। हजुरहरूले पनि आफ्नो बेबीलाई खुवाउनु होला, हेल्दी पनि हुने। यसमा भेजिटेबल पनि हाल्न पाइने भएपछि बच्चाहरूले तरकारी पनि खाने गर्छन् अलिअलि। मैले ग्यास अफ गरेँ है। अब मैले यसलाई यसमा निकाल्छु। कस्तो स्पोन्जी भएको छ है, देख्दा पनि कस्तो यम्मी देखेको छ नि है। एकदमै राम्रो लाग्यो मलाई चाहिँ है। यो खाजा चाहिँ एकदम यस्तो यम्मी हुन्छ कि यो खाजा चाहिँ एकदमै टेस्टी छ है।